हेलो एन्ड वेलकम टु रिभर्स पिओएस। आज हामी टिकट क्रिएट गरी त्यसको कम्प्लिट पेमेन्ट प्रोसेस कसरी गर्ने भनेर हजुरलाई सिकाउँदैछौँ। ह्यामबर्गर आइकनमा गई होममा क्लिक गर्नुहोस्। हामीले यहाँ कस्टमरको अर्डर अनुसार आइटम क्लिक गरी टिकट क्रिएट गर्न सकिन्छ। लेट्स क्रिएट अ सिनारियो। कस्टमरले जोर्डन 1 को एउटा पिस लिँदै हुनुहुन्छ, त्यो रेड कलरमा अनि साइज चाहिँ 41 को। एन्ड यो अर्डरलाई सेभ गर्नुहोस्। त्यसपछि यो अर्डरलाई प्रोसिड टु पे गरी क्विक पेमेन्ट पनि गर्न सक्नुहुन्छ भने सेभ टिकट बटनमा क्लिक गरी टिकटको नेम र डिस्क्रिप्सन राखी टिकटलाई एपमा फर्दर अपडेटको लागि पनि सेभ गर्न सक्नुहुन्छ। त्यसपछि ओपन टिकट बटनमा जानुभयो भने एक्जिस्टिङ टिकटको लिस्ट देख्नुहुन्छ, जहाँ हजुरको कस्टमरको टिकटमा क्लिक गरी आइटम्स एड गर्न परे अपडेट आइटम्समा गई न्यू आइटम्स एड गर्न पनि सकिन्छ। अझै पनि टिकटमा केही चेन्ज गर्न परेमा ओपन टिकटमा गई टिकट सेलेक्ट गरी अपडेट आइटम गरेर टप लेफ्टमा भएको टिकटको आइटममा क्लिक गरी आइटम एडिट गर्न सकिनेछ भने डिलिट गर्नलाई आइटमलाई लेफ्टमा स्लाइड गरी डिलिट गर्न सकिनेछ। त्यही टिकटलाई क्यान्सल गर्नको लागि 3 डट आइकनमा क्लिक गरी क्यान्सल गर्न सक्नुहुनेछ। टिकट नै कम्प्लिटली डिलिट गर्नको लागि त्यो टिकटलाई लेफ्टमा स्लाइड गरेर डिलिट गर्न पनि सकिनेछ। फाइनल्ली यो टिकटलाई प्रोसिड टु पे गरी कुन फर्मेटमा पेमेन्ट लिनुहुन्छ त्यसमा क्लिक गरी पेमेन्ट कम्प्लिट गर्न सक्नुहुनेछ। थ्याङ्क यू।